नमस्ते अनि स्वागत छ मेरो नयाँ ब्लगमा। कहिलेकाहीँ गन्तव्यभन्दा पनि यात्रा आफैमा एउटा सुन्दर कथा बनिदिन्छ। आज म र मेरो बहिनी काठमाडौँको एउटा यस्तो ठाउँमा जाँदैछौँ जहाँ पुग्दा मनमा राष्ट्रियताको गर्व र प्राकृतिकको शीतलता एकैसाथ महसुस हुन्छ। बादलको घुम्टोभित्र लुकेको एउटा डाँडा, सल्लाका सुसाहटहरू अनि मर्मत हुँदै गरेका ती कच्ची बाटाहरू, आजको यात्रा तारकेश्वरको राष्ट्रिय झण्डा पार्कसम्मको। आउनुहोस्, कुहिरोसँग लुकामारी खेल्दै गरिएको यो छोटो तर मिठो यात्राको साक्षी बन्नुहोस्। कहाँ जाने अरे? हामी हाइकिङ कुन ठाउँ? शान्तिधाम झण्डा पार्क भन्न। झण्डा पार्क। त्यसमा त उसमा जाने, त्यसमा त पठाउमा जाने हो। भत्केको पुलमा छौँ। भत्केको पुलको बस स्टेसनमा हामी यहाँबाट चाहिँ पठाउ लगेर इनड्राइभ लगेर शान्तिधामसम्म चाहिँ हामी इनड्राइभ लगेर जान्छौँ। त्यहाँबाट चाहिँ हामी हाइकमा जान्छौँ। हाम्रो यात्राको पाइला भत्केको पुलबाट अगाडि बढ्यो। सहरको भिडभाड छिचोल्दै हामीले इनड्राइभर लियौँ। यात्राको क्रममा हामी काभ्रेस्थली बस स्टेसन हुँदै अगाडि बढ्यौँ। एउटा रमाइलो कुरा, यो यात्राको लागि हामीले कुनै टिकट काट्नु परेन। बस एउटा उत्साह बोकेर हामी स्वतन्त्र रूपमा शान्तिधामतर्फ लाग्यौँ। पानी ल्याउन बोलाएको मान्छे खाली हात आइरहेको छ, तपाईँ हेर्न सक्नुहुन्छ। के भयो? केही नि भएन, पानी छैन, पसाउँछ एउटा पानी छैन तर। हो र, के छ त अन्त? ठिक छ, बाटो लास्टै खतम नै छ तर। अनि कस्तो लाग्यो अरू? राम्रो चाहिँ छ भ्यू चाहिँ। ओके ल, हामी माथि जाँदैछौँ अब। बाई बाई। मेरो से गरेको छ। हेलो, कहाँ जान लाग्यो रे हामी? हामी चाहिँ माथि नेसनल फ्ल्याग पोइन्ट झन्डा पार्कमा हामी जान लागेको छौँ। कस्तो हो त बाटोको एक्सपिरियन्स? कच्ची बाटो रहेछ बिचमा, भएर यहाँहरू आउँदै हुनुहुन्छ, राइडमा आउँदै हुनुहुन्छ भने स्कुटीलाई चाहिँ एकदमै गाह्रो हुन्छ। बाइक छ भने चाहिँ सजिलो हुन्छ। अब उतो माथि सल्लेरी देख्न सक्नुहुन्छ तपाईँहरू। त्योभन्दा माथि छ हाम्रो डेस्टिनेसन। अब हामी एकैछिनमा अब हामी त्यहाँ पुग्दैछौँ। पुगिसकेपछि चाहिँ तपाईँहरूलाई फेरि हामी त्यहाँको भ्यूहरू देखाउनेछौँ। यतापट्टि काठमाडौँ भ्याली हामी देख्न सक्छौँ। अहिले यो हुस्सुले गर्दा चाहिँ राम्रोसँग देखेको छैन। अब केही समयपछि सूर्यको किरणहरूले यसलाई चाहिँ बाफको माध्यमबाट उडाएर लगेर जान्छ। त्यसपछि अलिकति हामी सफा देख्न सक्छौँ। हुन्छ, हामी तपाईँहरूलाई माथि नै भेट्नेछौँ। ल बाई बाई। यसलाई चाहिँ बनमारा भन्दो रहेछ है। यो एउटा टाइपको बनमारा। यो जहाँ हुन्छ त्यहाँ चाहिँ सबै रुखहरूलाई चाहिँ के गरिदिन्छ, यसले चाहिँ निसासिदिन्छ है। यो एउटा टाइपको बनमारा हो भयो। अब यो पनि अर्को टाइपको बनमारा भन्छ है यसलाई। यो पनि अर्को टाइपको बनमारा। यिनीहरूले चाहिँ निसासिदिँदो रहेछ, अरूलाई चाहिँ के अरे बढ्नै नदिँदो रहेछ। शान्तिधाम पुगेपछि वास्तविक एडभेन्चर सुरु भयो। अब पालो थियो पैदल यात्राको। म र बहिनी कुराकानी गर्दै उकालो लाग्न थाल्यौँ। बाटो अलि कच्ची थियो, जताततै मर्मतको काम चल्दै थियो, तर त्यो धुलो र अप्ठ्यारो बाटोमा पनि एउटा छुट्टै रमाइलो थियो। काठमाडौँले हुस्सुको घुम्टो ओढिरहेको थियो। हामी बादलमाथि हिँडे जस्तै हामीलाई महसुस भइरहेको थियो। हिँड्दै जाँदा हामी सल्लेरीको फेदीमा पुग्यौँ, जहाँ सल्लाहका रुखहरूले हामीलाई स्वागत गरिरहेका थिए। हामी चाहिँ यो झण्डा पार्कको फेदमा छौँ। हामी यहाँभन्दा माथि सिडीहरू छ।
त माथिबाट सिडीहरू छ। अब हामी सिडीहरू चढेर चाहिँ माथि जान्छौँ। यहाँदेखिको भ्यू चाहिँ एकदमै राम्रो रहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। ठाउँको राम्रो पक्ष के छ भन्दाखेरि यहाँ ठाउँ ठाउँमा डस्टबिनहरू छन्, तर नराम्रो पक्ष के छ भन्दाखेरि डस्टबिनभन्दा बाहिर फोहोरहरू चाहिँ फ्यालिएका छन्। यहाँ आउँदै हुनुहुन्छ भने अथवा कुनै पनि ठाउँमा हुनुहुन्छ जाँदै हुनुहुन्छ तपाईँहरूले चाहिँ डस्टबिनमा चाहिँ फोहोरहरू चाहिँ राखिदिनु होला। अब चाहिँ सिडीहरू आइसकेको छ। सिडीहरू चाहिँ एकदमै राम्रोसँग बसालिएको छ, राम्रोसँग यसको निर्माण गरिएको छ र यसरी चाहिँ नभत्काइदिनु होला तपाईँहरू जो भिजिट गर्दै हुनुहुन्छ, किन भन्दाखेरि यो पब्लिक प्रपर्टी हो र पब्लिक प्रपर्टीको प्रवर्धन संरक्षण गर्नु हामी हरेक नागरिकको कर्तव्य भएकाले तपाईँहरू आउँदै हुनुहुन्छ भने यो कुरामा चाहिँ ध्यान दिनु होला। हुन्छ, अब हामी तपाईँहरूलाई चाहिँ झन्डा पार्कसम्म हामी तपाईँलाई लग्नेछौँ। हाम्रो भिडियोलाई अन्त्यसम्म हेर्नु होला। हुन त यो मेरो सेकेन्ड टाइम हो। अर्कोचोटि चाहिँ हामी त्यो झोर हुँदै बाइकमा चाहिँ आएको थियौँ, तर यसरी चाहिँ हामी मुनि बस स्टेसनसम्म चाहिँ पठाउ गरेर इन्टरभ्यू गरेर आयौँ। अनि अब यहाँबाट चाहिँ हामी हाइकमा गइरहेको छौँ, किन भन्दाखेरि हाम्रो योजना भनेको मुख्य एम भनेको हाइकमा जाने हो। त्यही भएर हिँड्न त पर्यो हाइकमा, त्यही भएर हामी चाहिँ अब हिँडेर गइरहेको छौँ। अब यो सिडीहरू चाहिँ अब पुरै माथिसम्म होला सोचिरहेको थियौँ, तर सिडीहरू चाहिँ अब सुरु हुँदा हुँदै सिडीहरूको अन्त्य भयो जस्तो छ है। यहाँसम्म मात्र छ। अब यो किन राखेको होला यति पनि होइन, सम्बन्धित ठाउँमा सम्बन्धित निकायमा चाहिँ यो कुराहरू पुगोस् है। यसरी अब आधी बाटोसम्म किन बनाएको हो, यो सम्बन्धित निकायले चाहिँ यो कुरालाई चाहिँ मनन गरेर यो कुरामा चाहिँ ध्यान केन्द्रित भएको होस् भन्ने कुराको म यहाँहरू समक्ष यो कुरा राख्न चाहन्छु। यस्तो राम्रो ठाउँमा आएका छौँ है हामी, यस्तो राम्रो ठाउँ छ, तर यो राम्रो ठाउँमा हेर्नु त फोहोर व्यवस्थापन कति कमजोर छ। अब हामीहरूले चाहिँ म होस् तपाईँहरू होस् चाहे जोसुकै होस्, हामीहरूलाई चाहिँ यसरी फोहोर फाल्नु हुँदैन। किन भन्दाखेरि यो वातावरणलाई चाहिँ हामीले संरक्षण गर्नुपर्छ र यो प्लास्टिक फोहोरहरूलाई चाहिँ हामीले पनि ल्याएको छौँ पानीहरू, तर हामी चाहिँ यसलाई चाहिँ पोको पारेर सम्बन्धित ठाउँमा चाहिँ हामी दिनेछौँ। तपाईँहरूले पनि प्लिज यसरी फोहोर नफालिदिनु होला है, फोहोर नगरिदिनु होला। तपाईँहरूसँग यही विनम्र अनुरोध गर्न चाहन्छु। बोफ मोमो त यहाँ बाटोमा भेट्यौँ है हामीले, बोफ मोमो हो, 4वटा बोफ मोमो। सिडीहरू उक्लिँदा चिसो हावाले गाला छुन्थ्यो। मुख्य पार्क पुग्नु अगाडि हामीले केही बेर थकाइ मार्ने निर्णय गर्यौँ र घरबाट लगेको खाजाको स्वाद लियौँ। त्यो चिसो मौसममा प्रकृतिको काखमा बसेर खाएको खाजाको स्वाद सधैँ सम्झनामा रहनेछ। हामी चाहिँ अब झन्डा पार्क पुग्न आँटिसकेका छौँ, लगभग पुगिसकेका छौँ भनौँ है। अब यो सिडी चढिसकेपछि चाहिँ हामी ट्याक्कै पुग्नेछौँ। माथि झन्डा पार्क माथि रहेको छ। अन्ततः हामी हाम्रो गन्तव्य राष्ट्रिय झन्डा पार्कमा पुग्यौँ। हावामा शानसँग फर्फाइरहेको त्यो विशाल झन्डा देख्दा एउटा छुट्टै गर्वको महसुस भयो। हामी चाहिँ पुगिसकेका छौँ र तपाईँ देख्न सक्नुहुन्छ झन्डा पार्क।
हामीले यहाँबाट काठमाडौँ सहरको सुन्दर दृश्य निहाल्ने ठुलो रहर बोकेका थियौँ, तर बाक्लो कुहिरो र हुस्सुले गर्दा हाम्रो त्यो इच्छा पुरा हुन दिएन। सहर त देखिएन, तर त्यो रहस्यमयी सेतो कुहिरो आफैमा एउटा सुन्दर दृश्य बनेर हाम्रो अगाडि उभियो। हुन्छ, यहाँहरू सम्पूर्णमा फेरि पनि जय मसी, नमस्ते, सलोम। अब हामी चाहिँ हाम्रो डेस्टिनेसनबाट अब हामी चाहिँ फर्कन आँटेका छौँ। आजको हाइक एकदमै रमाइलो भएको छ, यहाँहरूले देख्न सक्नुहुन्छ हाम्रो भिडियोमा। यहाँ यति बेलासम्म हेरेर साथ दिनुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै हाम्रो च्यानललाई लाइक, सब्सक्राइब, सेयर र कमेन्ट गर्न नभुल्नुहोला भन्दै हामी समक्ष जोडिरहनु हुन पनि विनम्र अनुरोध गर्दछौँ। हस्, नमस्ते, जय मसी, धन्यवाद। के भयो? के गर्ने रे यहाँबाट? के गर्ने अरे? ढन्काउने हो नि के? गुडीमुडी गुडी गर्दैन? यात्रा सधैँ सोचे जस्तो कहाँ हुन्छ र? हामी सहर हेर्न आएका थियौँ, तर प्रकृतिले हामीलाई आफ्नै शीतलता देखाइदियो। त्यही कच्ची बाटो र उस्तै सम्झनाहरू बोकेर हामी घरतर्फ लाग्यौँ। दृश्यहरू स्पष्ट नभए पनि बहिनीसँगको यो यात्रा मेरा लागि सधैँ खास रहनेछ। बच्चा, हाँ बोल 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 बोल। हाँ हाँ, के फर्की हेर्दैछ यो? किन हो? फर्की हेरिरहेको छु। ल बाई बाई। ल भाइ, भिडियो मन पर्यो भने लाइक र सब्सक्राइब गर्न नबिर्सिनुहोला। अर्को ब्लगमा नयाँ कथाका साथ भेट्नेछौँ। तबसम्मका लागि बिदा चाहन्छौँ। नमस्ते, हेभ अ गुड डे। छैन हो कि? ल